एभ्रिवान म चाहिँ नुहाएर आइसकेँ यिनीहरू यहाँ पुरै रेडी भइसके जस्तो छ ओहो अनुष्का कति राम्रो भइसक्यो वाउ कति राम्रो लेहेङ्गा कस्तो दामी छ नि हेलो उलाको मेकअप हुँदैछ है मेकअप आर्टिस्ट यहाँ हुनुहुन्छ यहाँ भाउजू रेडी भइसक्नुभयो एकदमै राम्रो साडी लाएर ढल्किसक्नुभयो पछाडि फर्किनु त ओ नाइस म पनि यहाँ अब आफ्नो मेकअप गर्न सुरु गरिरहेको छु पहिला सुरु मेकअप गर्छु अनि त्यसपछि लुगा लगाउने लाउनै नजान्ने मान्छेले मेकअप गर्नुपर्छ हजुरले आफ्नो लुगा भेटाइराख्नु भएको छैन यहाँ एकदमै टेन्सन भइरहेको छ फजर यता हेर्नु त रिस उठिरहेको छ होला पुगे छैन के दाइ म अर्की चाहिँ यहाँ सबले कराइरहेको गाडी नै आएन अहिलेसम्म छैन नम्बर दिनु मलाई पनि ड्राइभरको 98 कस्तो लागिरहेको छ दिदी फाजुको पनि फाजुको मेकअप चाहिँ त्यही हो रातो रातो महिलाहरू छुट्टै रमझम हुनुभएको छ हिरोनी हुनुभएको छ यहाँ छन् यहाँ टिका दिदी भाउजू यता ल हिरोनी भएछ होला खतरा हिरोनीहरू चाहिँ बिहानैदेखि रेडी भइसक्या हुन् केटाहरू चाहिँ बिचरा जान पाउन्न भनेर स्याड छन् पर्वत त रेडी पनि भइसक्यो खै अलि त जाँदा हेरौँ कस्तो देखिहाल्छ हिरो गाइस म मेरो मेकअप सेकअप सबै भइसक्यो साडी लाउनु बाँकी छ पेटीकोट मागिरहेको छु म 7 बजी लगाइसक्यो 7 बजी हिँड्ने भनेको अब कति बेला हुन्छ यस्तो त हो अब साडी लाएर रेडी भइसक्यो म चाहिँ अरू के भएको छ देखाउँछु है खार रेडी हुँदैछ खार ओहो एन्सी खतरा भइगयो रे यहाँ गाडी यस्तो छ खार खै अलि त जान साइड लाग्न यहाँ कारको फोटो भिनाज जाने होइन क्या लुकै लाएन यहाँ सबैजना आधी उधी रेडी छन् चिया खाइरहेछन् कोही नमस्ते दाई हेलो फाजु हिरो भइसक्यो खान सबैजना यहाँ जल्दो बल्दो यहाँ हिरो छ यहाँ 175 यहाँ कालु परीक्षित ओहो कति राम्रो लुगा हो परीक्षितको हिरो मिसन खै यहाँ अझै त्यस्तै छ साडी अहिले सिक्ने हो बिहा गरेर सिकिन्न बिहापछि सिक्छु के बिहापछि सिक्दैन हामी 22 वर्ष भएको सिकेन दिदी कपाल स्ट्रेट गरिनस् को स्ट्रेट गर्ने त्यहाँनिर मैले साडी लाएको छैन भनेर 1000 भइसक्यो यहाँ दुला राजाको तयारी भइरहेछ भिडियोग्राफर दाइहरू आइसक्नु भएको रहेछ ओहो मिना यता हेर्न बच्चा भएको मान्छेलाई गाह्रो छ बच्चा रोइरहेछ मेकअप गर्ने के गर्ने यहाँ भिडियो कल त्यसमा देखाइरहेको छु यहाँ स्ट्रेट हुँदैछ कपाल बिच्छा दिदी त सबको मेकअप र अक्को गर्ने परेछ कल्पना दिदीको तयारी हुँदैछ यी त अघि बिहानै तयार भइगयो यिनीहरू साडी लाएर पुरिरहेको छु लगाइदिने मान्छे खोइ कि मेरो भइसके खै फुल मैले यहाँ केही खाएको छैन उता बिहेमा कतिखेर खाने भनेर मम्मीलाई टेन्सन भइरहेको थियो त्यही भएर जबरजस्ती तानेर मलाई रोटी खुवाउन लिइराख्नु भएको थियो अब केही खाना चाहलाको है अब रोटी खाँदैछ तैँले खाइस् मैले त खाएँ
गाजाको तयारी हुँदैछ है ब्यान्ड बाजा आएको रहेछ यहाँ हाम्रो आफ्नै लोकल देउडा हुँदैछ खतरा लोग्ने मान्छेहरूको मागल सुरु भइसक्यो यहाँ हाम्रो आन्टीहरूको मागल ओहो फर्के घुम 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 के घुम मम्मीलाई यहाँ टेन्सन भइरहेछ ओहो बिनाजु कहाँ जाने भुतेबाट कहाँ नै म आउँछु ओहो ह्यान्सीहरू आइसकेका छन् हेलो हेलो सानो आइगा त आइ मुन्टा दिदी एटिट्युड बाउभन्दा धेरै रहेछ एटिट्युड चाहिँ क्या गर्दै सुनको होइन होला जा कस्तो लागिरहेछ भाउजू स्पेशल दिदी कस्तो लागिरहेछ एकदम राम्रो तर म बहुत काली देखिरहेको गिफ्टको बक्स सुटकेस आइसकेछ है सानो बाबुलाई देखा न एकचोटि सकिने भन्ने कुरै छैन नि उता हेरेर दोस्रोलाई यतै हो बाहिर आइसक्यो ओ माई गॉड कति लामो कपाल हो यहाँ कन्याहरू यहाँ लाइनमा छन् मलाई कन्या मानेन नि यिनीहरूले ल यस्तो गर अब भयो हिप समातेर जाँदैछन् हाम्रा दाजुहरू निरु दिदी यहाँ कति राम्रो देखेपछि अप्सरा स्वर्गबाट झरेको जस्तै क्यामराम्यानले पनि मलाई कति क्यामरामा बोला चुचिरा होला हेलो राम्री भइछ त बसमा चढ्दैछन् यहाँ मान्छेहरू देब्रे कमल भाइ चाहिँ नजाने रे बाई बाई गाइजहरु राम्रोसँग जानु पाइएन यहाँ छन् आन्टी दादाको मोबाइल ठुला राजा र ठुला यहाँ छन् ओहो यिनीहरू त यहाँ गएकी छन् त यार मेरो फ्रक समात्दिलिन् भनेर मोबाइल समात्दिलिन् भनेर यहाँ गाडीमा बसेकै छन् कति छिटो ओहो भाउजू पनि यतै भाउजू बाई बाई कस्तो लागिरहेछ बेहुलाजीलाई हामी पनि आउँछौँ अहिले यो हेर्नुहोस् ममता हेर्न सक्नुहुन्छ हामीहरू गइरहेछौँ अब दादाको जन्तीमा भर्खर मैले बोल्ने फुर्सद पाएँ अब मेरी बुक पनि सुती छैनन् होइन दाँत दुख्यो अरे नि
हेलो कस्तो लागिरहेछ कस्तो लागिरहेछ राम्रो लागेको छ मजा आइरहेछ मजा आएको हामीहरू गएपछि तपाईँ रमाइलो गर्ने गर्ने आहै आमा छोरा हिरो गेटअप भएर आइसक्यो के हुँदैछ यहाँ पारा हाम्रो आफ्नै पाराको जुम्ली कालीकोटे स्टाइलको यहाँ डान्स हुँदैछ है बाजा चाहिँ वेस्टर्न भयो होइन वेस्टर्न भयो नि इन्डियन भयो तालमेल हल्का मिले जस्तो भएन हाम्रो भाषामा यसलाई ढाल खेल्ने भन्छन् है तपाईँहरूलाई थाहा छैन भने खै के खालको हो यो तालमेल मिले छैन यहाँ त ड्रोन पनि रहेछ हेलो माथि ड्रोनलाई हेलो गर्दा बाई 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 आन्टी बाई अङ्कल गयो है गाडी गयो राम्री भयो केही हुँदैन केही हुँदैन ल म गएँ ल ल बाई बाई अङ्कललाई दोकानमा राख्यो ल ल हुन्छ म गएँ ल बाई बाई नाचेका छन् बिनाजु यहाँ दाई निरु दिदी सुनचुट्टीको कल्पना दिदीको भेरी स्याड पुरै लुगा देखा क्या आफ्नो ल परी जस्तै देखिए चाहिँ दिदी थ्याङ्क यू यहाँ बसिसक्नु भएको रहेछ मान्छेहरू बाजा यहाँ छ डान्सिङ भइरहेछ उही ठाउँै छैन त अनि कहाँ बस्यो खोज्नु पर्यो केटाहरूले मिना मिना बसिसकिस् थ्याङ्क यू दाई
यहाँ चिकन बार्ने काम पाएछन् भिना एउटा मलाई पनि थ्याङ्क यू सेन्टर फ्रुट बिहा भइगयो यहाँ दुईजनीको बेस्ट टु बिहा गरेको यता हेर त बेहुला बेहुली ढोकरा पालै पालो लाउँदैछ नि त सुदूर अब दूर नाइ झिकै झिकै माया तमला मुनिस दाजै भन्न थाले हातै जोडेर मुनिस दाजै भन्न थाले हातै जोडेर मुनिस दाजै भन्न थाले हातै जोडेर यो जुनी भारी तिम्रो नै बन्छु चलेको कसम खाएर बन्छु मलाई दिलै जोडेर बसौँ बसौँ मलाई दिलै तिमीले डान्स गर्यौ कि न कालु कालुले त मलाई इग्नोर मात्रै गर्छ डान्स भइरहेछ कि न देवराज कति टाइम लाग्छ अब 4-5 घण्टा कुन जिल्ला हो बिना यो कुन जिल्ला हो यो कैलाली हामी जाने कञ्चनपुर किन टिकापुर कतिको टिकापुर जान्नौँ हामीहरू अब सिधै धनगढी ए
तिमीले नै मुटु भित्र बरबरायो बरबर बरबर बिर्तीको पिसाब फेर्न जाने लाइन छ यहाँ। फोटो खिच्न सुरु भइसक्यो यहाँ। फजुलाई रिस उठिरहेको होला। फाजु परी आइन् परी। हजुर यता हामीहरू पनि खिचौँ न त। के छ फजु मजा आइरहेछ? एकदम मजा रमाइलो भएछ। बोल। नातिहरू हाम्रो भतिजा र अर्को नाति आउँदैछ जन्जी। क्युटी ओ म आउँछु कि आउँदैन? एकैछिन है। यहाँ हाम्रो फोटो सुरु हेलो। फोटोहरू दाइले गर्दाखेरि यो सेतो बाटोभन्दा उता नहो। धेरै थाहा छ नि त। अनि राणा फार्म आइसक्यो सबै हँसुलिया रोक्नु भने हामी आउँछौँ भने अनि ड्राइभरलाई भन्नु त मिसन यहाँ गाडी छ रोक्नु। मिसन कहाँ गयो? मिसन कस्तो भइरहेछ? एकदम राम्रो। बरु म सुते मेरो ढाड भाँचिसकेको अनुष्का खै त? अर्को गाडीमा अर्को गाडीमा? किन? बिच बाटोमा फेरि उहाँ पेट्रोल हाल्न रोकेको थियो अनि के ठाउँ पुगेको थिएन अनि दिदी अर्को गाडीमा गयो। ए मिसन खै मिसन? यहाँ बेहुलाको गाडी यहाँनिर छ है। हेर्दै हुनुहुन्छ बेहुलाजी के छ बेहुलाजी? वेलकम टु माई ब्लग। चस्मा लगाएर हट्ट न हट्ट। मिसन कस्तो भयो? मजा आयो गाडीमा? यस यतातिर आइज। खै खै खतरा देखेछ खतरा। गाडी स्टार्ट भइसक्यो त्यही पनि दिदीहरूले फोटो सकेको छैन। बाजुहरू घिसाइराख्नु भएको छ। धेरै बनाउनु पऱ्यो मान्छेहरू पऱ्यो त्यही भएर अलिअलि गाह्रो गाह्रो भइरह्यो होला है। तर तैपनि बाजावालालाई के छ? मजा आइरहेछ? आधी उधी मान्छे आइसके। के छ? उही कोही बेला बसिगयो।